सम्पूर्ण कलाकारहरूलाई नमस्कार। तपाईहरुलाई आज सबैको थुतुनमा केक दलेको देखिरहेको छु। आज यो केक दल्नुको उद्देश्य के हो? ल यसो गर्नु न, सबैले पालै पालो बोल्दै राम्रो होला जस्तो लाग्छ मलाई। ल बोल्नु त छेउबाट। हाम्रो बहिनी कलाकार कमला सङ्ग्रौलाको आज जन्मदिनको उपलक्ष्यमा हजुर हामी सबैजना यहाँ उपस्थित भएका छौँ। हजुर उहाँको जन्मदिन हामीले रमाइलोसँग मनाइयो। हजुर सबैजनाले शुभकामना पनि दियो र उहाँलाई आशीर्वाद पनि दियो हजुर है। उहाँको उत्तर प्रगतिको कामना पनि गर्न चाहन्छु। हजुर मेरो मात्रै तर्फबाट नभइकन सम्पूर्ण टिमको तर्फबाट कमला बहिनी फेरि पनि जन्मदिनको धेरै धेरै शुभकामना। अनि मैले सोध्न मन लागेको कुरा तपाईँहरूलाई, अरूले त पार्टी प्यालेस अनि अहिले कोहीले अनाथालय अनि कहीँ कहीँ गएर मनाएको देख्छु, तपाईँहरूले अनकन्टार जङ्गलमा आएर मनाउँदा होइन, कारण के हो? कस्तो हुन्छ भनेदेखि हामी त्यति ठुलो कलाकार पनि होइन, हामी सानो सिरियलको कलाकार हो होइन, हामी ठुलो फिल्म कलाकार होइन। त्यही भएर उहाँको जुन ठाउँमा हामीले स्पोर्ट्स सुटिङ स्पोर्ट थियो नि, त्यही ठाउँमा नै के अरे हाम्रो अनि मैले एउटा कुरा तपाईँले बोलेको शब्द मलाई गलत लाग्यो। किन सर? कलाकार सधैँ एकनाश हुन्छन्, कोही ठुलो कोही सानो हुँदैन जस्तो लाग्छ। सुन्नुहोस्, जति पनि फिल्ममा आएका कलाकार पनि सिरियलबाटै आएका हुन् जस्तो लाग्छ। तपाईँले आफूलाई म सानो भनेर लज्जित किन होइन, बनाउनुहुन्छ? हामी भर्खरै इस्टाब्लिस हुन लागेको हो, सुरु गर्दै हो भन्नुहोस्। हामी सिरियल र हामी ठुलो के अरे त्यो के भन्छ अरे ब्यानरको कलाकार होइन होइन, होइन, ब्यानर एउटै हो, एउटा त्यो सकिन्छ। त्यही भएर हामी बिस्तारै माथि चढ्दैछौँ। हजुर, हजुर। उहाँको बर्थडे आज जन्मदिन थियो, त्यसैले हामी जुन ठाउँमा हामी सुटिङ गर्थ्यौँ होइन, हामी जहाँ सुट गर्थ्यौँ त्यही ठाउँमा नि आज बर्थडे उहाँको जन्मदिन मनाउँ। ठिक छ, तपाईँहरूको उद्देश्य भनेको आफू जहाँ सुटिङ गर्छ त्यहाँ मनाऊ, सबैलाई रमाउँ भन्ने उद्देश्य। ल म अर्को कलाकारतिर जान चाहन्छु। हाम्रो आज चाहिँ कमला सङ्ग्रौला। तपाईँ परिचय सहित दिनुहोस्। म रेखा महर्जन, हजुर कलाकार रेखा महर्जन, हजुर, प्लस लाइभ दोहोरीको कलाकार पनि गायिका पनि हुनुहुन्छ तपाईँ? गायिका पनि छु होइन। हजुर हजुर अनि हाम्रो यो सिरियलमा सहकार्य गर्दै आएको लगभग 1 वर्ष पनि भइसक्यो। हजुर हजुर आज चाहिँ हाम्रो हुनहार कलाकार हाम्रो कमला सङ्ग्रौलाजीको जन्म उत्सवमा हामी मनाउन आएका छौँ। हाम्रो सुटिङ घरमै आएका छौँ होइन, हजुर हजुर किनभने अब सबै पार्टी प्यालेसमा इत्यादि गरेर भोज भतेर गरेर गरिन्छ भने हाम्रो अर्ग्यानिक तरिकाले गरिएको छ कि एकदम राम्रो। आफ्नो सिद्धान्तले होइन, एकदम रमाइलो तरिकाले होइन, अर्ग्यानिक तरिकाले चाहिँ हाम्रो आज जन्मदिन मनाउनु भएको छ हाम्रो कमला म्यामको। धेरै धेरै शुभकामना। हामी कलाकारहरू सबैजना जुटेका छौँ होइन, किनभने पार्टी प्यालेसमा सबैजना गर्छन् नि होइन, हाम्रो आफ्नै तरिका छ कि, आफ्नो छुट्टै तरिका छ कि होइन, छुट्टै तरिकाले चाहिँ हामी जन्म उत्सव मनाउन यहाँसम्म यो पानी झरी के पनि नभनेर पनि हामी होइन यहाँसम्म आएका छौँ। एकदमै खुसी लागेको छ। अब आज हाम्रो कमला सङ्ग्रौला म्यामको धेरै धेरै शुभकामना, जन्मदिनको धेरै शुभकामना मनाउनलाई हामी पानी झरी के पनि नभने पनि आएका छौँ होइन, एकदम रमाइलो कलाकारहरूको एउटा जम्बो टोली हामीले यहाँ देख्यौँ। हजुर, यो साथ सपोर्ट तपाईँहरूको सधैँ रहोस् भन्ने हाम्रो शुभकामना छ। एकदम साथ सपोर्ट सधैँभरि रहनेछ। किन भन्दा एक थुकी सुकी धेरै सुकी के भने नदी भन्छन् नि होइन, जेसुकै होस् बुझे हुन्छ मिलाएर भन्न चाहन्छु। सदाबार मेरो रहनेछ। धेरै धेरै शुभकामना म्याडमलाई, धन्यवाद। आज एकदम रमाइलो। हजुर, हामी अर्को कलाकारको तर्फबाट आउँछौँ। तपाईँको परिचय चाहिँ दिनुहोस् न। हजुर नमस्कार, म सुनिता गिरी। हजुर, तपाईँको घर? मेरो घर अब यही सुटिङ जस नजिकै छ। नजिकै भन्दा पनि यो एरियाको यो हाम्रो हेर्ने दर्शकहरूलाई त पक्कै पनि थाहा हुँदैन। यो ठाउँको नाम भनिदिनु न। यो जितपुर गाविस भन्छन्। दिन पहिलाको जितपुर गाविस थियो, अहिलेको तारकेश्वर नगरपालिका वार्ड नम्बर 3। हजुर, को बासिन्दा हुनुहुन्छ तपाईँ? तपाईँ पनि यहाँ अरू सुटिङ गर्दा आउँदा आउँदै कलाकार बन्नुभयो। हजुर, तपाईँलाई अहिले कस्तो लाग्छ? मलाई एकदम रमाइलो लाग्छ। पहिला आफूलाई केही थाहा थिएन, अहिले 2 वर्ष भयो, तर हजुरहरू सबैजना आइदिएको भएर मलाई पनि थोरै तिनी सिकाइदिनु भएको छ। हजुर, अब घर त्यहाँ भए पनि यहाँ भनौँ न कति मान्छेहरू आउँछन्, कति सिरियल खेलेको छन्, धेरै थोरै आफूले पनि सिकेँ र अहिले जस्तो तपाईँलाई अवसरको माध्यम भयो। अवसर पहिला हेरिन्थ्यो भने आफ्नो थुत्रो, अहिले आफ्नो मोबाइलमा हेर्न पाइन्छ। आफ्नै मोबाइलमा हेर्दाखेरि आफ्नै आफन्तले हेर्दाखेरि कति खुसी लाग्छ। तर सबैजना आइदिनुहुन्छ र सबैजनाले हेरिदिनुहुन्छ। हेरिदिँदाखेरि पनि आफूलाई कति खुसी लाग्छ, यति लायक उति लायक भन्दाखेरि पनि एकदम खुसी लाग्छ। अनि आज चाहिँ बर्थडे भन्नु मान्छेको छन् नि, किन छैन? 3-4 ढलन घर, 5-6 ढलन घर भएका सबैजना साथीभाइ छन्। तर हाम्रो यो गरिब माटोको झुप्रो, हामी माटोमा पहिला जन्मिएको थियौँ, बिचमा ढलन घर कति 4-5 ढलन घर भए पनि तर हाम्रो सुरुवात फेरि माटैकोबाट आएको छ। माटैकोबाट आएर र हाम्रो अब सिरियल
चलिरहेको छ। तर सबैजनाले अब माटैमै पहिलाको अहिलेको बिचको ढलन घर र यो माटोले जितेको छ र अनि अहिले हामीले एकदम राम्रोसँग मिहिनेत गरेको मान्छेहरू र छौँ। तर हेरिदिनु भएको छ र अहिले कमला के नाम उहाँको बर्थडे थियो र अहिले हामीले अब जानी नजानी अब सबैजना चाहिँ आफ्नो पार्टी प्लेस कहाँ भन्दा हामीले यही माटोको जुन हामीले सबैजनालाई हेरिदिने देखिदिने हामी पहिला घर छ थियौँ र त्यस्तैमा चाहिँ फेरि हो हाम्रो त्यसरी तपाईँले राम्रो हुन्छ भने तपाईँले अर्ती दिनु भयो र उहाँले आज बर्थडे मनाउनु भयो। यहीँ बर्थडे मनाउने ठिक छ। यहीँ बर्थडे अरू कलाकार सबै कलाकारहरू प्रायः यहीँ मनाउनु जस्तो लाग्छ मलाई। सबै कलाकार हामीले चाहिँ भनेका छौँ कि अबदेखि बर्थडे यहीँ मनाउने। हजुर हजुर जुन हाम्रो अब बिचको भ्रमण हो नि त घुमारी हो। हामी पहिला उम्रिँदा कस्तो थियौँ र मरिमेला भोलि कस्तो हुन्छौँ हाम्रो बुद्धि आएपछि अब यही माटोमै पहिला हुर्केको हो। हाम्रो देखासी कि छैन छैन। हाम्रो ल अर्गानिक ल यति भन्दै हामी अर्को कलाकारको तर्फबाट जान्छौँ। उहाँ पनि हेर्दा स्मार्ट हुनुहुन्छ। तपाईँको आफ्नो परिचय दिनुहोस्। नमस्ते, म अनुराग कमल। हजुर म आज चाहिँ यहाँ कमला बहिनीको जन्मोत्सवमा चाहिँ यसो सहभागी हुन आउनुभयो। मलाई एउटा कुरो तपाईँको नाम सुन्ने बित्तिकै मलाई एउटा प्रश्न गर्न मन लाग्यो। तपाईँले अनुराग कमल भन्नुभयो। हजुर तपाईँको थरै कमल कि तपाईँले टाइटल राखेको नाम? मैले टाइटल राखेको हजुर। ए हजुर तपाईँको थर के? म थर लामा सर। ए अनि प्रायः यसले भन्ने गर्छ नि टाइटल नाम राख्ने बित्तिकै कि यो जाति त्यो जाति भन्छन् होइन। हजुर, यो मान्छेले पछाडि टाइटल राख्नुको कारण के हो? तपाईँले के को लागि राख्नु? यो खुसी मेरो आफ्नै लागि भनौँ न। बढी कलम चलाउने भएर कमल राख्नुभयो कि होइन सर, म के भयो? अलिकति नरम स्वभावको छ अलिकति होइन, त्यो भएर चाहिँ कमल राखेको कि अलि कमल मन भएर कमल। अनि तपाईँलाई त हामीले धेरै सिरियलहरूमा पनि देख्ने गर्छौँ। अनि आजभोलि अलिक कम देखाएको छौँ किन? के को लागि? के भयो त्यस्तो? यस्तो खास अब परिस्थितिवश अहिले के भइरहेको छ भन्नु हुँदाखेरि मेरो युट्युबमा चाहिँ अलिकति प्रब्लम आएको समस्या आइदियो। हजुर, त्यो भएको भएर मैले अहिले मानौँ 1 महिना जति भयो मैले के काम गर्नु भएको छ? अरूको पनि काम गर्न छोड्नु भएको छ अरूको कि अरू? अलिअलि गरिरहेको छु। हजुर हजुर। सिरियलहरू तपाईँको कलाकारी क्षेत्रको अगाडि बढ्दै जाओस्, हाम्रो यही छ शुभकामना। धन्यवाद। अब भोलिको दिनमा केही भयो भने हामीलाई सम्झिनु भयो, हामी प्रत्येक अवश्य आउनेछौँ भन्दै अब अर्को कलाकारसँग जान्छौँ है त। हजुर हस्। ल नमस्कार हजुर। नमस्कार, मेरो नाम निर्मला वाग्ले। हजुर मेरो घर चाहिँ बाँके जिल्लामा पर्छ। म चाहिँ आज मेरो आमाको जन्मदिन मनाउनलाई चाहिँ आमा नै हो नि। होइन एउटा कस्तो हुन्छ भन्दा तपाईँले आमा भन्नुभयो, तपाईँ पक्कै पनि मलाई लाग्छ तपाईँको जन्मदिने आमा त होइन, पक्कै पनि एउटा सिरियलमा खेलिसकेपछि आमा भनेर सायद तपाईँहरू अभिनय गर्नुभएको थियो कुनै बेला? आमाको रोल गर्नुभएको थियो उहाँले? आमा छोरीको रोल गर्नुभएको थियो हो, त्यही भएर तपाईँले आफ्नो आमा मान्नुभयो। मान्छेले भन्छन् जन्मदिने मात्र आमा, जन्मदिने आमा र कर्म दिने आमा चाहिँ एउटै हो है। मान्छेले कसरी तर उहाँले कर्म पनि दिनुभयो छैन जस्तो लाग्छ। होइन, कुनै कुरा नजानेको कुरा यसरी हो नानी भनेर चाहिँ सिकाउनु भएको छैन त। उहाँले कर्म दिने आमा नै हो। ए हजुर हजुर, त्यही भएर तपाईँले आमा मान्नुहुन्छ। हजुर, अनि तपाईँ र उहाँको सहकार्य भएको कति समय जति भयो? 1.5 वर्ष 2 वर्ष जति भयो। 1.5-2 वर्षमा अहिले तपाईँहरूको सहकार्य कस्तो भइरहेछ? एकदम राम्रो भइरहेछ। अनि तपाईँले मैले भन्न छुट्याएको र तपाईँले भन्न मन लागेको कुराहरू छन् भन्नुहोस्। यस्तो खासै केही पनि छैन। छैन है? अब हामी आज जन्मदिन भनिने कमला सङ्ग्रहजीको अगाडि आएको छौँ। नमस्कार हजुर। आज तपाईँ त झिझिझ्याट्ट पर्नु भएको छ, सबैले कसैले नचिनिने जस्तो हुनुभएको छ। आज म तपाईँलाई सोध्न चाहेँ, जन्मदिन आज मनाउन तपाईँहरूले गरिरहने सुटिङ स्थलमा आएका छौँ हामी तपाईँहरूलाई निम्तो गरेपछि। आज यहाँको गर्नुको उद्देश्य अनि यो उमेरमा आएर यही ठाउँमा जन्मदिन मनाउनुको उद्देश्य के हो? हामीलाई प्रश्न पारिदिनुहोस् न, हामीलाई भन्दा पनि दर्शकहरूलाई प्रश्न पारिदिनुहोस्। मेरो चाहिँ यहाँ आएर मनाउनको कारण भने चाहिँ मेरो आफूसँगै सहकार्य गर्ने साथीभाइ, आमा बुबाहरू, दाजुभाइहरूलाई एउटा अब यो बुढेसकाल भए पनि रहर त हुँदो रहेछ सर, के गर्नु होइन। अनि तपाईँले मैले एउटा फेरि बिचमा कुरा, तपाईँले यही जन्मदिन तपाईँले आफ्नो घरमा मनाउन सक्नुहुन्थ्यो होइन र? अनि तपाईँले यहाँ मनाउनुको कारण? मनाउन सक्थेँ, त्यो भएर पार्टी प्यालेस पनि गएर मनाउन सक्थेँ, मनाउन नसक्ने त होइन। हजुर। तर अर्काको देखिसिकी नगरौँ, हजुर आफूले घाँटी हेरेर हाड निलाउँ। हजुर, त्यसो भनेपछि अहिले तपाईँले सक्थेँ भन्नुभयो, तपाईँलाई अलिक गाह्रो लागेर यहाँ आएर मनाउनु भयो भन्नु खोजेँ। त्यस्तो गाह्रो लागेर होइन, म सक्छु होला, सक्छु होला, मेरो साथीले मेरो छोरीले नसक्ला, मेरो साथीले होइन। तपाईँले यसो मैले तपाईँलाई प्रश्न गरेर अर्कोतिर नजानुहोस्, तपाईँलाई प्रश्न गरेर तपाईँको विषयमा कुरा गर्नुहोस्।
त्यही भएर यो साथीहरूको खुसीको लागि खास साथीहरू खुसी मैले अरू बेला पनि तपाईँहरूले यही भवनमा यही कलाकारहरू सबै जमघट भएर मनाएको देख्थेँ होइन अनि सबैले आफ्नो आर्थिक अवस्था कमजोर भएर यही मना हो कि तपाईँहरूले आफ्नो खुसियाली दिनको लागि मना हो ग्यादरिङ साथीहरू एकै ठाउँमा हौँ हामीले जहाँ सुटिङ गरेर हामीले संसारलाई चिनाइन्छ हामी त्यही ठाउँमा जन्मदिन मनाऊ भन्ने उद्देश्यले मना हो हो त्यही हो हामी जुन काम गरेर यही घरमा गर्छौँ र सबै सारा इष्टमित्र अनि श्रोताहरूले हामीलाई चिन्नुहुन्छ अनि श्रोता होइन दर्शकले होला दर्शकबिनहरूले हामीलाई चिन्नुहुन्छ यही घरमा हामीले कर्म गर्छौँ भनौँ न हजुर हजुर अनि त्यही भएर अनि हामी चाहिँ अन्त किन जाने त हाम्रो यही घरले कर्म गर्नलाई हामीले सिकाएको छ यही घर हो अघि सराउने होइन त्यही भएर अनि हामी चाहिँ बर्थडे आफ्नो कार्यक्रम बनाउनु चाहिँ अन्त जाने हो र हामीले यही घरबाटै सुरुवात गरौँ न सबै कलाकारहरू हामीले त्यो इच्छा अनि मैले एउटा कुरो सोध्न मिल्छ कि मिल्दैन तपाईँलाई पहिला प्रश्न गरेँ अनि बल्ल क्वेसन छ गर्नुहोस् हजुर आज तपाईँको जन्मदिन हजुर तपाईँको उमेर कति भयो छोरी मान्छेको उमेर नसोध्नु भन्छन् नि तपाईँको दर्शकबिनहरूलाई तपाईँको उमेर भनिदिनुहोस् न मेरो जन्म चाहिँ 24 लागेर भर्खर 23 मा लागेछ ए 24 वर्ष पुग्यो त्यसमा लाग्नु अनि अनि भयो ल तपाईँ त्यही तपाईँले भन्नुभयो 24 लाख 23 मा पुग्नुभयो त्यो टेक्दै हुन्छ भने तपाईँको यो कति हो जन्मदिन यो मेरो 23औं जन्मदिन छ 23 जन्मदिन यसो हेर्दाखेरि त 23औं आइसीमा हो कि अब मलाई त यसो हेर्दाखेरि त तपाईँको के हो त्यो त अब भगवान् दर्शकहरूले छुट्याउने कुरा हो उहाँको हेरेर होइन मैले अर्काको जजमेन्ट त गर्न मलाई अधिकार पनि छैन होइन अनि मैले छोड्न भुलेका र तपाईँले भन्न मन लागेको कुराहरू के छन् भनिदिनुहोस् न अब के भन्नु छ र सर अब यस्तै हो मनाइयो खुसी लाग्यो मेरो जन्मदिनमा सबै मेरो साथीभाइ इष्टमित्र आएर मनाइदिनु भयो कि आइदिनु भयो कलाकारहरू आइदिनु भयो है मनाइदिनु भयो मैले अहिलेसम्म केक काटेको छैन सर आज केक काटे छैन कि काटेको थिइनँ बनाएको छैन काटेको आजै फर्स्ट चोटि हो हजुर ओ माई गड तपाईँ कलाकार क्षेत्रमा यो इन्ट्रेस्टिङ कुरा भयो तपाईँले जन्मदिन पहिलोपटक मनाउँदै हुनुहुन्छ कलाकारको साथमा हजुर हजुर आफ्नो परिवारलाई छोडेर तपाईँहरू कलाकारसित आउनु तपाईँको ठुलो कलाकार क्षेत्रमा ठुलो योगदान लाग्यो मलाई आफ्नो घर परिवारलाई त्यागेर भन्दा पनि घरमा छोडेर त्याग्न त नभनौँ भोलिको दिनमा यो भिडियो हेर्नुभयो भने उहाँहरूलाई साह्रै चित्त दुख्ला हाम्रो त हो है जे होस् तपाईँ कलाकारी क्षेत्रमा प्रवेश गरेर कति वर्ष भयो म्याडम मेरो 3 वर्ष जति भयो 3 वर्षको अन्तरालमा तपाईँ आफ्नो परिवारभन्दा कलाकारप्रति यति धेरै माया यो कलाकार भनेको एउटा निशा रहेछ के यो निशा कि नसा ए हजुर नसा रहेछ के नसा यो नसा लागेपछि कलाकार छोडेर अन्त जाने ओर्ने मनै लागेन हजुर हजुर घर परिवार छोडेर यहाँ तपाईँ पसल बन्द के बन्द गरेर आउनुभयो भन्नुहोस् त मैले त बिरामी भाइलाई लौजा राखेर आएको छु कलाकारी हरेक कुरा छोड्न सकिन्छ त कलाकारिता क्षेत्रमा लागेको नसा चाहिँ छोड्न सकिँदो रहेछ भन्ने कुरा आज बुझ्यो होइन ल ठिक छ यति भन्दै मलाई एकदम हजुर भन्नुहोस् अनि तपाईँले मेरो जन्म दिन सोध्नुभयो कति वर्ष लाग्नुभयो भनेर हजुर हजुर भर्खरको बच्चा भएदेखि त मेरो उमेर बढ्दै जान्थ्यो होला हजुर हजुर है सर अब म अलिक उभै भएँ मेरो घट्दो उमेर छ त्यही भएर घट्दो उमेर घट्ने उमेर बढ्ने हो आयु घट्ने हो जे भए पनि घट्ने उमेर हो मेरो यो हजुर हजुर त्यही भएर मैले घटाएर बोले यसमा माइन्ड नगरिदिनु होला मैले त माइन्ड नभएको मान्छेले हामीले कसरी गर्न सकिन्छ र ल अब हामी अर्को एकदम खतरनाक उहाँ भनेपछि अब बम विस्फोट पनि हुनसक्छ एकदम उहाँको परिचय उहाँको मुखबाट दिउँ उहाँको परिचय म कलाकार सरू बराल हजुर म धन्यवाद दिन्छु सुमन सरलाई किनभने म 18-19 वर्षपछि ब्याक भएर उहाँहरूकै सिरियल हामी साथी है कमला म दिदी बहिनी सिरियलबाट म इन्ट्री गरेँ होइन धेरै पछि आएर होइन अब एउटा सिक्ने मौका होइन धेरै कुराहरूमा साथ सपोर्ट म यो मेरो बहिनी होइन छोरी होइन मलाई एउटा कुरा कस्तो लाग्छ यो आमा जस्तो लाग्छ कहिले यो साथी जस्तो लाग्छ कहिले यो मेरो दिदी जस्तो लाग्छ कहिले यो मेरो बहिनी जस्तो लाग्छ तर म सबै कुराको आभारी छु तिम्रोप्रति तिम्रो बर्थडे मनाउनु पाउँदा म झरी भनिनँ बादल भनिनँ म यत्रो
उकालो ओह्रालो गरेर, किनभने माया सबभन्दा ठुलो कुरा हो। गाडी छोडेर पनि आधी घन्टा 1 घन्टा उकालो चढेर आउँछौँ क्या हामी। त्यस्तो गरेर आएछु होइन, आएकी छु। अब मलाई त अब भइहाल्छ त्यस्तो नै होइन। त्यही पनि मलाई सबैभन्दा धेरै यो क्षेत्रमा आएर माया गर्ने केटी भनेको यही होइन एउटा। तपाईँको तपाईँले के खानुभएछ, चस्माले पनि के खाएछ नि त? अनि खाएछ अनि बट आई लभ यु टु मच कमला सङ्ग्रौला। मैले जन्म दिएको छोरी नभए पनि मलाई यस्तो लाग्छ कहिले कहिले काश मेरो छोरी बाबा योभन्दा हजुर तपाईँ त रुन अब हामी अर्को कलाकारतिर त आज तसँग खसेर उठाउनु होला। अब हामीले दुईजना वरिष्ठ कलाकारहरूसँग आउँदैछौँ। हामीसित एउटा राकेश श्रेष्ठ, उहाँलाई मैले पहिल्यै पनि चिने जस्तो लाग्छ। तपाईँ परिचय अरू तपाईँ आफ्नो मुखबाट भन्नु। नमस्कार हजुर, म राकेश श्रेष्ठ। हजुर आज हाम्रो कमला म्यामको जन्मदिनको हजुर अवसरमा तपाईँहरू बर्थडे मनाउन आउनुभयो। हजुर 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 अनि तपाईँको आफ्नो अब कलाकार छ, कलाकारहरू एकजुट हुनुपर्छ, सधैँभरि यसै गरी मनाउनुपर्छ भन्ने उद्देश्य हो कि हामी त घर घर लुकेर मनाउने, अब अर्कोचोटि अन्त मनाउने भन्ने उद्देश्य छ? होइन हजुर, यस्तो कि यो महल गर्दाखेरि तपाईँको यसमा इन्जोय नै छुट्टै मजा आउँदैछ कि सर। हो 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 है हजुर। घरमा गर्दा र तपाईँको यो क्षेत्र कलाकार बिचमा गर्दाखेरि धेरै रमाइलोपनहरू हो घर परिवार भनेको सधैँभरि भेट्ने हो। परिवारसित अब भोलिको दिनमा के अनेक थरी हुन्छ, आजभोलि त्यसरी मनाउँदा हुन्छ। तर तपाईँहरूको यो जमघट देख्दाखेरि मलाई पनि भोलिको दिनमा यसै गरी जन्मदिन मनाउँ जस्तो लाग्यो क्या। एकदम सर। होइन भोलि तपाईँहरूसित मलाई सामेल गराउनु है गराउनु, त्यो त तपाईँहरूको कुरा भयो होइन। तपाईँ कलाकारहरूले यसरी जमघट हुँदाखेरि म आफैलाई पनि म आफै मात्र नभएर अरू कलाकारहरू पनि आजभोलि कलाकारहरूको खुट्टा तान्ने प्रवृत्ति छ। छैन सर त्यस्तो। तपाईँहरूकोमा देखिनँ मैले होइन, त्यो देख्दा खुसी लाग्यो। हस् त धन्यवाद। म अर्को कलाकारसँग जान्छु। हजुर नमस्कार। हजुर शिव पराजुली, घर मेरो सिन्धुपाल्चोक, बसाइले फोटो सर। हजुर यहाँ कमला म्याडमको बर्थडे थियो हजुर अनि बोलाउनु भएको थियो, सबैजना आउने चाहिँ म चाहिँ किन नआउने भनेर पानी पऱ्यो, हजुरले फोन गरेँ ल उनीहरू जाउँ भनेर रमाइलो सबैजना भेटौँ खुसी लागेर आएको सर। मलाई खुसी लाग्यो सर। ए ल अरू केही भन्नु बाँकी छ भने म छुट्न पुगेँ क्या। अझै यतिलाई टुक्नु ल ल ल अर्को बासित आउँछु म। बा नमस्कार। नमस्कार हजुर, नमस्कार। बाको परिचय पाउँ न। मेरो परिचय दिल बिहान हजुरलाई बाटा भेटेँ। हजुर कमलाको चाहिँ नि बर्थडे पनि मलाई थाहा थिएन। हजुर आज थाहा पाउनु भयो, तपाईँलाई एकदम खुसी लाग्यो। तपाईँ छोरी हो? अहिले एकदम खुसी लाग्यो। हजुर आशीर्वाद दिन आउनुभयो? आशीर्वाद दिन आएँ। केक पनि खानुभयो? केक पनि खाएँ, दिएँ मैले खाएँ। ए दिन पनि दिनुभयो? राम्रो होस्, कलाकार राम्रोसित बनेर जाओस्, उहाँले गर्न सक्नु पाउनु। हजुर अनि त्यहाँबाट जाने विषय आयो राम्रो होस्। हस् हस् है त बा। ल नमस्कार हजुर। नमस्ते। तपाईँ त हेर्दा डन जस्तो देख्नुहुन्छ सर, के हो यो खास उद्देश्य? नमस्ते, म जनार्दन थापा, मेरो घर तारकेश्वर नगरपालिका वडा नम्बर 11 शेषमती पुल। हजुर र तपाईँ त्यहाँको डन हो? भन्छन् तपाईँ चस्मा हेर्दा नि डन जस्तो लाग्यो। म छेपाटे डन भन्छन् मलाई सबैले। छेपाटे डन पो तपाईँ? ए छेपाटे डन भन्छन्। आज हाम्रो कमला सङ्ग्रौलाको जन्मदिन भएकोले हामी सम्पूर्ण कलाकारहरू हाम्रो स्पोर्ट जहाँ सुटिङ गर्नु आएर जन्मदिन मनाउँदा सबैलाई रमाइलो लाग्दो र रमाइलो भएको छ। हजुर हजुर। र घरमा र हाम्रो स्पोर्टमा गर्नुमा छुट्टै छ, छुट्टै मजा हुँदो रहेछ भन्ने कुरा मैले तपाईँहरूको यसो हेर्दाखेरि एनालाइसिस गरिसकेको छु। भोलि आगामी दिनहरूमा पनि अरूले यसै गरी जन्मदिन मनाओस् भन्ने तपाईँहरूको टार्गेट हो। के हो भने भिन्नता गरेर पार्टी प्यालेसमा मनाउँदैमा अर्को कुनै उसमा मनाउँदैमा सर्वस्व हुन्छ भन्ने कुरा होइन, साथीभाइ रमाउनु पर्यो जहाँ भएपछि। हजुर अब हामीलाई कलाकार भनेर यही ठाउँले यही हाम्रो स्पोर्टले चिनायो होइन। हजुर अनि हामीले यो बिर्सन नसके भएर हामीले हाम्रो यो स्पोर्टलाई हजुर मुरी धन्यवाद दिँदै हामीले आफ्नै जन्मथलो प्रस्तुत गरी कर्मथलो भन्नुपर्छ जन्म कर्मथलो त कर्मथलोमा हाम्रो कमला म्यामको हजुर जन्मदिन मनाउँदैछौँ। ल अरू केही भन्न मन छ है भन्नुहोस्। हजुर हो अर्को कलाकारसँग जाँदैछु म। उहाँ हुनुहुन्छ, उहाँको परिचय उहाँ आफैले दिनुहुन्छ, सबै पछाडि जान सक्नुहुन्छ। म योगराज पाण्डे। हजुर मेरो जन्मघर चाहिँ नुवाकोट हो र अहिले कर्मघर यही काठमाडौँ कर्मथलो बनाएर आफ्नो कार्य अगाडि बढाइरहेको छु। हजुर अनि हाम्रो रमाइलो हँसिलो रसिलो सबैको मन मन्दिरमा बस्न सफल कमला सङ्ग्रौला बहिनीको जन्मदिनको शुभ दिनमा आज हामी यही सुटिङ घरमा सबैजना जम्मा भएर यो माहौल रमाइलो बनाएर यो चिसो मौसममा पनि तातो माया प्रेम सद्भाव बाँड्दै
एक आपसमा सबै जम्मा हुँदै बहिनीलाई शुभकामना दिन हामी यहाँ उपस्थित भएका छौँ। पहिलो कुरो त बहिनीको आराध्य देव भगवान् पशुपतिनाथले बहिनीको जन्मदिन सफल पारुन्। यस्तै जन्मदिन यो 100 वर्ष मनाइरहन पाइयोस्, हामी पनि यसरी सामेल हुन पाइराखियोस्। आराध्य भगवान् पशुपतिनाथले रक्षा गरून्, कल्याण गरून्, मङ्गल होस्, शुभ होस्। अरू केही भन्नु बाँकी छ? त्यही हो, अब मान्छे अहिले तपाईँले अरूलाई नै कुरा गर्दै हुनुहुन्थ्यो, मान्छेले जन्मदिन पार्टी प्यालेसमा मनाउँछन्, अरू के गरेर मनाउँछन् भन्दै। वास्तवमा जन्मदिन मनाउने भनेको पार्टी प्यालेसमा भनेको त विकृति हो। पैसा भएर भए पनि नभएर भए पनि त्यो ठाउँमा बनाउन जाने होइन कि। हामी जन्मिँदा पनि माटैमा थियौँ, हुर्किँदा पनि माटौँ, र अहिले सिमेन्टको घर र पार्टी प्यालेस होइन कि। हामी सुटिङ घर पनि हो, हामीले जन्मस्थल हामी यसरी हुर्किएका थियौँ, माटामा हिजो जन्मेको थियौँ, माटैमै बिलिने हो। र त्यही घर पनि हामी यो माटैको घर छ भनेर माटैको घरमा हामी सुटिङ घरमा हामीले पहिल्यैदेखि बनाइरहेको सुटिङ घरमा आएर यो रमाइलो माहौल बनाइरहेका छौँ। र बरु सकिन्छ भने पार्टी प्यालेसमा खर्च गर्ने धेरै पैसाहरू कुनै वृद्धाश्रममा, अनाथ आश्रममा, असहाय गरिब दुखीलाई दिनु राम्रो हुन्छ, कुनै एउटा सामाजिक कार्य गर्नु राम्रो हुन्छ। त्यो विकृति फैलाएर हुन त फेरि कतिलाई लाग्ला ऊ पार्टी प्यालेसमा गएर हामीले किन खर्च नगर्नु भन्ला, तर त्यो गर्ने खर्च चाहिँ कुनै एउटा सामाजिक कार्यमा, धार्मिक कार्यमा, सांस्कृतिक कार्यमा गऱ्यो भने त्यो पुण्य हुन्छ भन्ने लाग्छ। र त्यही क्रममा हामी चाहिँ यहाँ आइपुगेका छौँ। बरु बहिनीले बचिया पैसा बरु यहाँ धेरै ठाउँमा पार्टी प्यालेसमा गर्ने खर्च भन्दा यहाँ केही कम भएको छ भने कतै एउटा अनाथ आश्रम, वृद्ध आश्रममा गर्नुभयो भने अझै त्यो जन्मदिन अझै बढी सफल हुन्छ भन्ने लाग्छ। फेरि पनि बहिनीलाई धेरै 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 शुभकामना। बहिनीको जन्मदिन मनाउनलाई यहाँ आमन्त्रण गरेर हामी आउने सौभाग्य जुर्यो। र यहाँ सबैजनालाई अनि क्यामेराम्यान हाम्रो सुमन पाण्डे सरलाई पनि धेरै धेरै धन्यवाद गर्दै बिदा हुन्छु। जय कलाकार है, जय नाटेश्वरी। पार्टी प्यालेस एउटा वृद्ध आश्रममा, बाल आश्रममा गएर सेवा गर्यो भने त्यो नै एकदम कल्याण हुन्छ भन्ने। ल अब हामी लास्टमा एकजना कलाकार आएका छौँ। हजुर नमस्कार। नमस्कार सर। हजुर भन्नुहोस्। सम्पूर्णलाई मेरो तर्फबाट नमस्कार। मेरो नाम चाहिँ प्रमिला राई हो। म चाहिँ सौताको पीडाबाट यहाँहरूसँग जोइन भएको थिएँ। त्यो दिनदेखि चाहिँ उहाँहरूले मलाई एकदम सपोर्ट गरेर यहाँसम्म डोर्याउनु भएको छ। अहिले कथा परदेशीको गर्ने भन्ने सुरुवात गर्ने भन्ने सोचमा छौँ हामी। अनि हामी चाहिँ यहाँनिर कलाकारहरू भएर सबैजना एकै मनको भएर चाहिँ उहाँको बर्थडे होइन विस गर्न पाउँदा धेरै खुसी छौँ। र उहाँहरूले हामीलाई जति डोर्याउनु भएको छ अझै चाहिँ उहाँहरूले अझै प्रगति गरेर अझै हामीलाई पनि त्यो ठाउँसम्म चाहिँ अझै डोराउन सक्नु भएको होस् भनेर चाहिँ भन्छु। अनि जति पनि हाम्रो होइन वृद्ध आमा बुबाहरू हुनुहुन्छ, अब अनाथालय छ होइन, अनि त्यस्तोहरूसम्म हामीले पनि केही सहयोग गर्न सकौँ भन्ने हाम्रो चाहिँ भावना र सोचहरू छ। यो चाहिँ सफल हुन सकेको होस् भन्छु। अनि हाम्रो कमला दिजुलाई चाहिँ मलाई यो ठाउँमा म निराश भएर एकदम अब म उठ्दिनँ भन्ने मेरो सोच थियो, तर उहाँले चाहिँ मलाई के अरे हौसला दिँदै होइन हिम्मतको साथ सुमन सर र कमला म्यामले चाहिँ मलाई यहाँ उठाउनु भएको छ। उहाँहरूप्रति चाहिँ म धेरै आभारी छु। र उहाँहरूलाई चाहिँ आगामी दिनहरूमा नि होइन गडले एकदम साथ दिनुभएको होस्। र मैले चाहिँ होइन मेरो एउटा आमा बुवा नभए पनि अहिले उहाँले चाहिँ मलाई आमा र बुवाको दर्जा दिएर के अरे छोरीको दर्जा दिएर चाहिँ मलाई यो ठाउँसम्म डोर्याउनु भएको छ होइन। उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। र सधैँ यो आभारी चाहिँ म कहिले बिर्सिने छैन। ल अब सम्पूर्ण कुरा त सम्पूर्ण कलाकारहरूसँग हामीले सबै कुराहरू गरिसक्यौँ होइन। अब यस सिरियलका र तपाईँहरूको सहकारीमा बनेका सिरियलहरूको कमला म्याम र तपाईँ सुमन सर, तपाईँहरूको त हामीले धेरै कुरा सुन्यौँ कमला म्यामको। तपाईँले सुमन सरले पनि केही यस विषयमा 2-4 शब्द बोलिदिनुहोस्। र कमला म्यामको आँखाबाट आँसु आएको छ। कमला म्याम प्लिज तपाईँले त्यो विषयमा पनि केही शब्द बोलिदिनुहोस् है। होइन यसो हुन्छ, कस्तो हुन्छ भन्दाखेरि कलाकारहरू भनेको आजभोलि कस्तो मैले धेरै ठाउँ देखेको छु। म धेरै ठाउँ जान्छु, नेपालका राज्य धेरै ठाउँमा पुगेको छु। कस्तो भन्दा यो भावुक कुरा गर्दा आँखाबाट आँसु सबैलाई आउँछ। मेरो सिद्धान्त भनेको जसलाई इन्ट्रेस्ट हुन्छ नि कला क्षेत्रमा त्यसले कलाकार हुनुपर्छ भन्ने मेरो सिद्धान्त होइन। जसलाई रहर हुन्छ नि कुनै बेला मलाई पनि त्यस्तै रहर थियो
होइन त्यति बेला कुनै बेला मलाई रहर हुँदाखेरि कसैले मलाई प्लेटफर्म दिन्थेन कि तर अहिले हामीसित काम गर्ने मान्छेहरू जसले मलाई रहर छ भन्दाखेरि हामीले त्यसलाई जसरी मिल्दो गराएका छौँ धेरै ठाउँमा पुगेका छौँ हामी होइन तर कहिले पनि जीवनमा पनि एउटा म कलाकार बन्न चाहन्छु भन्ने मान्छे रहर गरेर आउँछ भने हामीले अझै पनि सपोर्ट गर्न प्रयास होइन त्यही भएर कलाकारिता क्षेत्रमा कस्तो हुन्छ रहर सबैलाई हुन्छ रहर भएर मात्रै हुँदैन एउटा मान्छे कतिलो मान्छे समात्नुपर्छ हामी कतिलो भन्न खोजेका होइन होइन एकचोटि हामीसित आएर इन्भल्भ भइसके पछाडि र अरूसँग गरेको बिहेभ त्यो मान्छेले अटोमेटिक बुझ्छ जस्तो लाग्छ मलाई अहिले हामी जति पनि ग्यादरिङ भएका छौँ हामी यही घरमा जन्मदिन मनाउनुको उद्देश्य नै यही हो किन भन्दाखेरि अन्त गरेर पनि हामी जन्मदिन त मनाउन सक्थ्यौँ नि हामीलाई विश्वमा चिनाउनु भनेको नै यही हो बिचमा सुमन सरको कुरा काटेर फेरि अर्को एउटा क्वेसन गरेँ तपाईँ सिरियलको एउटा के अरे डाइरेक्टर पनि हो प्रोड्युसर पनि हो र लेखन निर्देशन सबै हो तपाईँ होइन र म के भन्न चाहन्छु भने सँगसँगै के भन्न एउटा तपाईँलाई के भन्न चाहेँ भने अहिले जुन कमला म्यामको आँखामा आँसु आएको छ नि त्यो विषयमा तपाईँले पनि थोरै बोलिदिनु र सँगसँगै कमला म्यामसँगै हामी सुन्न चाहन्छौँ है उहाँको आँखामा आँसु आयो त मलाई के थाहा होइन मान्छेको दुःखको आँसु हुन्छ खुसीको आँसु हुन्छ सायद आज उहाँको जन्मदिनमा खुसीको आँसु होला हामीले यसो खुसीको घडीमा दुःखको कुरा त नगरौँ तर उहाँको कुरामा मैले अलिकति थपेँ मान्छेको आँसु दुई थरीको आउँछ एउटा खुसीको आउँछ एउटा दुःखको आउँछ तर अहिले बहिनीको खुसीको आँसु दुःखको आँसु तिनवटा हुन्छ सर आफ्ना सहकर्मी साथीहरूले यसरी माया ममता गरेर कहाँ कहाँदेखि यस्तो झरीको प्रवाह नगरेर हिलो बाटोको पानी भलको प्रवाह नगरिकन पनि जन्मदिन मनाउनलाई आइदिनु भयो भनेर हर्षको आँसु हो त्यो एकदम हामीलाई देखाएको माया हो हामीले देखाएको उहाँलाई मायाको एक आपसको मायाको सम्मोहन हो कि त्यसैले उनले खुसीको आँसु बगाइरहेकी अब अरू कुरा अब उहाँ किन रुनुभयो किन आँसु उहाँको मुखबाट सुनौ अब केही शब्द प्लिज कमला म्यामको तर्फबाट पनि हामी सुन्न चाहन्छौँ अब मेरो पहिलोचोटि बर्थडे हो पहिलोचोटि मनाएकै थिएन केक काटेर बर्थडे अहिले मेरा कलाकार मित्रहरूले मनाइदिनु भएको भएर मलाई खुसीको आँसु लागेको यो रिसको होइन खुसीले आँसु आएको हो अरू केही पनि होइन त्यस्तो अनि आगामी दिनहरूमा यसै गरी रोएर फेरि भएन हाँस्नु पर्यो यो पहिलोचोटि भएर भावुक भयो होला सर अहिले पनि आँखामा आँसु आए पनि ओठमा मुस्कान छ नि त आँखामा आँसु आए नि ओठमा मुस्कान छ अब अन्तिमचोटि म के भन्न चाहन्छु भने कमला म्यामको आज कतिौँ बर्थडे हो कतिौँ जन्मदिन ए म्याडम एकैछिन म्याम हजुर कमला म्यामको आज कतिौँ जन्मदिन हो आइसीमा है आइसीमा 23औं जन्मदिन कमला म्यामको उहाँको हर्षको यो हर्षको आँसु यो आँसु यस्ता हर्षको आँसु फेरि पनि सधैँभरि फेरि यस्ता हर्षका आँसु हामी देखिरहनु पाऊँ भन्दै शुभकामना दिन चाहन्छु धेरै धेरै जन्मदिनको शुभकामना धन्यवाद जय हो ह्यापी बर्थडे कमला बहिनी जय हो घरमा बर्थडे मनाउन पाइयो